साथीहरु आज म जंगल आएको यी काब्राको रुख देखेँ काब्रो आज काब्रो टिपेर अचार खानुपर्छ देख्न सक्नुहुन्छ यो काब्रो कतिले थाहा छ मजाले हुन आएको रहेछ यो आज म टिप्छु जसरी पनि टिप्छु अलि अप्ठ्यारो छ ए पाखोमा पहरा उम्रेको हो जसरी पनि टिप्छु म आजलाई जंगल आएको यो काब्रोलाई टिपेर म जसरी पनि आज अचार खाने व्यवस्था गर्छु यसरी टिप्ने हो घर लगाएर अचार खानुपर्छ देख्न सक्नुहुन्छ काब्रो भन्छ हामीलाई टिप्ने हो अचार बडो मिठो हुन्छ यसको कतिले खानु भएको छ यसको अचारहरु बडो गाह्रो छ मान्छेलाई आए म फाइनल्ली गाह्रो छ गाह्रो गाउँतिर बस्नुको फाइदा यो साथीहरु अर्गानिक चीजहरु खान पाइन्छ यसरी जंगलतिर खोज्नु पर्छ पाइन्छ अनि कतिले खानु भएको छ यो वान मिस ज्ञान फ्रिज हुन्छ यहाँ कति अप्ठ्यारो ठाउँ छ यो बडो अप्ठ्यारो छ तैपनि प्रकृतिले दिएको चीज खानै पर्छ यसको अचार बडो टेस्टी हुन्छ साथी माथिसम्म छ तर म माथिसम्म टिप्न सक्छु जस्तो छैन अर्गानिक हो साथी यसमा मल छ अनि अझ यसमा चाहिँ कुनै विषादी प्रयोग गरेको छ अर्गानिक चिज हो यो अब म आउन त आइहाले झर्नलाई बडो गाह्रो छ कसै झर्नु बडो गाह्रो छ साथीहरु ओ फाइनल्ली टिपेको छु देख्न सक्नुहुन्छ अझै बाँकी छ तर मैले टिप्न सकिनँ अझै बडो अप्ठ्यारो छ बडो अप्ठ्यारो भएको हुँदा मैले टिप्न सकिनँ चढ्न सकिँदैन यसबाट काब्रो मलाई बडो मनपर्ने हुँदा मैले टिप्याउ मैले केही जम्मा गर्न सफल भएको छु यसलाई अब म कलेक्सन गर्छु ठाउँमा गएर टिप्याउ साथीहरु मैले बडो अप्ठ्यारो छ माथि हुँदा अझै टिप्न सकिनँ ए बडो पाखो छ यो पाखोमा गएर टिप्याउ